नम्बर 3, हरेक समय तपाईँबाट केही न केही चाहिने मानिसको पनि सङ्गत नगर्नुहोस्। मानिस एक्लै बाँच्न सक्दैन। उसलाई बाँच्ने क्रममा कसैसँगबाट लिनु र कसैलाई केही दिनु सामान्य हो। तर यसको मतलब हरेक समय केही दिएर आफ्नो बनाउनुपर्छ भन्ने होइन। हरेक समय तपाईँको प्रयोग गर्न चाहने र तपाईँबाट हरेक समय केही न केही चाहिने मानिस यदि तपाईँको जीवनमा छ भने उसले तपाईँलाई आर्थिक र मानसिक रूपमा बिस्तारै खोक्रो बनाउँदैछ। यस्ता मानिसहरूले आफ्नो स्वार्थ र आफ्नो आवश्यकता पूरा गर्नको लागि मात्र तपाईँसँग सम्बन्ध राख्छन्। उनीहरूलाई तपाईँसँगको सम्बन्ध र तपाईँको भावनाको कुनै पनि कदर हुँदैन। उनीहरूले केवल आफ्नो सुविधा र आवश्यकतालाई महत्त्व दिन्छन्। यस्ता मानिसले तपाईँको समय र स्रोतलाई मात्र नभएर तपाईँलाई भावनात्मक र मानसिक रूपमा पनि कमजोर बनाउँछन्, किनकि उनीहरूको लागि मित्रता साँचो सम्बन्ध नभएर अवसरको फाइदा उठाउने माध्यम मात्र हो। माछाको सङ्गत गर्दा पानीमा जानु परे झैँ यस्ता मानिसहरूको सङ्गत गर्दा हामी उनीहरूको स्वार्थको दलदलमा पुग्छौँ। केही न केही चाहिरहने मानिसका लागि हामी स्वार्थ पुरा गर्ने भाँडो मात्र हौँ। त्यसैले यदि तपाईँको वरपर कोही यस्ता मानिस छन् भने उनीहरूसँगको सङ्गतलाई छोडिदिनुहोस्। उनीहरूले कहिल्यै पनि तपाईँमा सकारात्मक ऊर्जा ल्याउँदैनन्। तपाईँको जीवन बनाउने कुनै योगदान गर्न सक्दैनन्। कुनै दिन तिनीहरूले मेरो लागि केही सहयोग गर्नेछन् भन्ने सोच्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ।